वेलकम टु काप्री अथवा क्याप्री जेसुकै होस् इटालीको एउटा आइल्यान्ड हैन तपाईले देखे जस्तो म चाहिँ नेपालको जर्सी लिएर आएको थिएँ नि त्यसको मोटिभ भने चाहिँ सकेसम्म विभिन्न ठाउँमा गएको बेलामा चाहिँ नेपालको जर्सी देखाउनु त भन्ने हिसाबले हो ढाका टोपीमा सजिलो हेर सरार हिँड्दियो नि त काप्रीमा मलाई लाग्छ कि कुरो के गफ हान्ने नि त मलाई थाहा छैन फेरि नेपालको पहिलो मान्छे होला म ढाका टोपी लाएर आइल्यान्डमा हिँडेको ल है अघि मिल्दैन कि भनेको चाहिँ सक्सेसफुल पूर्वक टिकट चाहिँ ल काटिसकेको छौँ हामी चाहिँ अब काप्री चाहिँ जान्छौँ काप्री गएर ठ्याक्कै 5 साढे 5 आउँछौँ कुदेर आइन्छ अनि कुदेर गइन्छ है त त्यही कुरो अब चाहिँ हामी पेरिसमा सबै चढ्ने र काप्रीमा जाने कुरा भनेको हो लगभग है यो है त जाने टिकट नापोली फेभरेट टु काप्री प्लेन जस्तो हुँदो रहेछ नि त फेरि स्थिति त यहाँनिर त टाइमिङ एबिसिडी पोर्ट भन्ने सरहरुले के खान मन छ क्यापुचिनो बिस्टे आइनमाल ओके अनि हजुरलाई आउफमिस सेम ग्लाइस हाम्रो धनी दाइले उहाँ पुरै कफीको व्यवस्था गर्नुभएको छ तर टी सर्टलाई जम्मा 5 रुपियाँ पर्दो रहेछ है यस्तो ठिकै हो हाम्रो बिक्कु दादा अगाडि हामी फेरि यस्तो पुरै सिङ्गै लाइनै पकड्दैछौँ कि झाल समात्ने चक्करमा लास्ट चतुर क्या हामी चाहिँ लास्ट चतुरै भन्छ यस्तालाई केही भन्न चाहनुहुन्छ मलाई चाहिँ बल्ल अहिले अनुहार खुल्यो होला है मेरो कि त सरको त बादल छायो थियो त एकदम सर्ट 5-7 मिनटको लागि डाउन भएर आउँछ कि म त्यो भनेको म सर्भाइभिङ मोडमा गएको हो आफूलाई रिभाइभ गर्नलाई हैन ए रिभाइभल हो ठिक छ नकआउट हुनुभएको थियो अघि है ल सर ल त्यस्तै हुन्छ कहिले स्विङ हुन्छ मुड झाल चाहिँ पुस्नु पर्ने जस्तो स्थिति रहेछ अब 1 घन्टा जतिको यात्रामा हामी काप्री पुग्छौँ यो आइल्यान्ड हो है काप्री चाहिँ देखाउला मैले कस्तो छ भनेर सारा म्यापमा गुरुर घुमाइदिउँला गुगल अर्थ के अरे गुगल छ के भन्छ त्यसलाई गुगल अर्थ हो गुगल अर्थ घुमाइदिउँला कस्तो छ भनेर यहाँबाट त खास देखिएन राम्रोसँग भ्यू ल है त आयो है त यो पानी हो है पानी फाल्दै हिँडिरहेको छ यताबाट देख्न सक्नुहुनेछ हाम्रो नेपाल्स अघि यत्रो बेर कुरा काटेको नेपाल्स कस्तो नराम्रो देखिरहेको ठिकै छ खासै देखाउन त सकिन छतातिर जानु पायो भने त राम्रो हेर न कस्तो छ जाडो सिसा अलिक नराम्रो भएको कारणले त्यही हो यस्तरी चाहिँ यताबाट देखाउनु त पानी फाल्दै हिँडिरहेको साथीले अब कफी खान्छौँ भाइस लिन्छौँ त्यो चाहिँ राम्रो देखिरहेको रहेछ है पानी खानु अनि घर यताबाट सेफ्टीवाला ज्याकेट पनि छन् ल डुबुल्की मार्दा बखतमा चाहिँ सेफ्टीको लागि चढ्ने भनेर म त पढ्न पनि सक्छु सेफ्टी भएपछि त समस्या हुँदैन विकास दाइलाई चाहिँ बचाउनु पर्ला अरूलाई त सक्दिनँ म अब सर मार्छन् कुरो थियो होइन दाइ यति बचाउँछु भन्ने जवादेश के भन्न चाहनुहुन्छ म कोही न कोही मान्छे मलाई बचाउने चाहिँ रहेछन् भनेर म खुसी भइरहेको अनि यतिको हुनु पर्यो इमोसनल रुनु मन त लागेन नि होइन ठिकै छ त्यति भएछ हामी अहिले घुम्दै फिर्दै एकदमै समुद्रको क्लिन पार्टमा आइसकेका छौँ यतापट्टि एकदमै क्लिन छ आँखाल ताल धेरै देख्छु है क्यामेराले भन्दा यहाँनिर चाहिँ अब पुरै खतरा फिट्दै हिँडिरहेको छ है पानी यहाँ चाहिँ हामी समुद्रको एकदमै बिच समुद्रको बिच नै कि वरिपरि छैन डाँडा एकदम समुद्रैमा छ लिटरली ल है त आउन लाग्यो जस्तो लागेको छ हेर्दाखेरि पारा हेर्दाखेरि चाहिँ यसो देखिरहेको छ जमिन यदि हो कि त बिस्तारै यो खासै राम्रो देखिरहेको छैन उता त्यही साइडतिर त मैले गाउँमै देखिरहेको छु सिटी चाहिँ देखिरहेको छु हेरौँ अब आउला एकछिनमा लहाई झर्दैछौँ लहाई अझ पनि मैले एक्सपोज गरिरहेको छैन कहाँ यसो सजिलो पाइन्छ त नि हेर्न ए भुइँ हेरौँ अहिले बल्ल देखाउँदै जान्छु स्वागत छ है त हामी आजले भिडियो चाहिँ स्वागत सहित गरेर आएको छौँ वेलकम टु काप्री अथवा क्याप्री जेसुकै होस् इटालीको एउटा आइल्यान्ड होइन हामी चाहिँ अहिले काप्रीमा छौँ अघिदेखि मैले देखाइसकेको छु मैले अलिक काप्री भनिरहेको छु है त अघि देखाइदिइसकेको छु मैले नातिनाहरूलाई ल बोटबाट आउँदा अथवा फेरिजबाट आउँदा बोट त होइन यो खासमा यस्तोलाई बोट के भन्नु होइन यो न बोट हो न यो क्रुज हो यो चाहिँ बिचको फेरिजहरू ट्राभलको लागि एक सानो ठाउँबाट सानो ठाउँमा जानको लागि परेको चिज यो धेरै नर्मलै कमनै हो होइन मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स यस्तो खाले चिज जस्तो बकाइदा जहाज जस्तोमा चाहिँ मेरो चाहिँ कमनै थियो के अरे पहिलोचोटि नै थियो अनि गएर म नातिनाहरूलाई ल्याइदिउँ त आइल्यान्डमा
नेपाल्समा आइरहेको थियौँ मैले पारिपट्टि होला नेपाल्सको हल्का नेगेटिभ भाइब्सहरू पुरै देखाइरहेको थिएँ होइन अब चाहिँ मैले पोजिटिभमा जाँदैछु नि भनिरहेको थिएँ अगाडि अब चाहिँ देखाइदिउँ त आइल्यान्ड सरर यतापट्टि यो हेर्न सकिन्छ रक्की चट्टानहरू छ नि यो यसैको लागि पनि प्रसिद्ध हो क्या यो चाहिँ यो चट्टानको नाम त मैले याद पनि गरेन गर्नु चाहिँ होइन अब यहाँनिर चाहिँ आइल्यान्ड भन्ने बित्तिकै त्यस्तो वन मान्छेहरू बस्ने त्यस्तो चाहिँ होइन यो बकाइदा गाउँ नै हो खासमा यसो बुझ्दाखेरि चाहिँ काप्री र आना काप्री गरेर दुईवटा नगरपालिका हो कि एउटा नगरपालिकालाई दुईवटामा डिभाइड गरेर रहेछ यो नेपाल्सकै पार्ट अफ द नेपाल्स हो यहाँ सब चिज छ भनेको सबै कामहरू हुन्छ बसहरू छन् रेस्टुरेन्ट छन् चिल गर्ने ठाउँ छन् दरबारहरू छन् होइन अनि यहाँको अझै महत्त्वपूर्ण अब मैले ठ्याक्क हल्का बेसिक दिन्छु नि त जहिले पनि अहिले इन्ट्रोडक्सनमा भिडियोहरूमा त बेसिक दिँदै गर्दाखेरि चाहिँ यो काप्रीको चाहिँ एउटा मेन पार्ट भनेको चाहिँ ब्लू ग्रोटो भन्दो रहेछ क्या त्यो चाहिँ यस्तो पहाडवाला होइन हामीले कता कता देखा जस्तो लाग्छ मलाई यो पहाडको यस्तो त्यो पालभित्र चाहिँ लामो 50-60 मिटरको छ अरे दूरी त्यहाँभित्रबाट बोट जानेवाला रो बोट भन्दो रहेछ हो त्यो बोटबाट चाहिँ ब्लू लाइट देखिन्छ अरे क्या अनि काप्रीको अर्को विशेषता चाहिँ यस्तो क्लिन छ क्या वाटर जतासुकै चाहिँ यस्तो दामी तपाईँले ढुङ्गा पनि देख्न सक्नुहुन्छ माछा पनि छ यार है सानो दामी माछा पनि छ ल कस्तो मजा आयो त्यही हो फेरिस यतापट्टि आइल्यान्ड अनि गएर अर्को कुरा चाहिँ मैले चाहिँ तपाईँहरूलाई चाहिँ अहिले बेलामा नाटक दिइरहेको छु नि त अब मैले के गरेर दिन्छु भन्दाखेरि कहाँनिर छौँ त हामी भनेर म गुगल म्यापलाई यस्तो गुगल अर्थलाई चाहिँ यस्तो तरिकाले घुमाइदिन्छु है त ल है त स्वागत छ काप्रीमा होइन मैले फ्रान्सेन आउने मुखले दिएँ मलाई त्यो अडियोहरू एड गर्न झ्याउ लाग्छ त्यही कुरो अब चाहिँ हामी यसो हल्का एक्सप्लोर गर्छौँ के छ भनेर होइन हामीसँग 2 घन्टाको टाइम छ जम्मा होइन इट्स इनफ है 2 घन्टा त 2.5 घन्टा जति छ क्या अब यसो 2.5 घन्टासम्म के भ्याउँछौ अनि त्यो मैले ग्रोटो भनेको थिएँ नि त्यो जान पाए त रमाइलो हुन्थ्यो तर यो विन्टर सिजन छ नि त विन्टर भन्नाले टिपिकल विन्टर पनि होइन हामीलाई घुम्न चाहिँ रमाइलो छ त्यही पनि यो बेलामा हावाहुरी यताउति समुद्रमा पनि त त्यो समस्या हुन्छ नि त त्यो भएर यसको टिपिकल टाइम लाइनहरू ठ्याक्कै छैन बुझौँ ग्रोटोहरूमा सायद गइँदैन होला हायर चान्सेस अफ नजानी छ अनि यसो बुझ्छौँ यदि ठ्याक्कै मिले जस्तो भने जस्तो भइरहेको छ गइदिनु पनि सक्छौ होइन त्यही अब चाहिँ यो काप्रीको हल्का एक्सप्लोर गर्छौँ भित्रभित्र गएर के छ अवस्था यसो भाइब्सहरू बुझ्छौँ है हामीसँग जोडिराख्नु पर्ने नातिनाहरू सियु अनि गएर अब के भयो भन्दाखेरि होइन आउनु त आएँ यहीँनिर छौँ हामी अहिलेसम्म यहीँ जुन पोर्ट नै अरे त्यति साह्रो उहाँ बिचमा गएर गाउँको बिचमा गएर गर्नुपर्ने के छ र होइन खासै त्यस्तो इम्पोर्टेन्ट केही छैन देखिसक्नुभयो तपाईँले देखे जस्तो म चाहिँ नेपालको जर्सी लिएर आएको थिएँ नि त्यसको मोटिभ भने चाहिँ सकेसम्म विभिन्न ठाउँमा गएको बेलामा चाहिँ नेपालको जर्सी देखाउनु त भन्ने हिसाबले हो अब ढाकेटोपी लाएर भिडियो गर्न त अलि जाँगर त थियो कि तर अब अलि मेसो मिलेन अब गएर अब म यसो नेपालको जर्सीलाई यसो देखाउनु त होइन यो आइल्यान्डमा क्याप्रीमा नेपाल्सको अथवा इटालीको आइल्यान्डमा आएर पनि देखाइदिउनु त भनेर मात्र हो यसो एक्सपोज मात्र गरिरह होइन यसो नाटक दिइरह हो यही हो है त नेपालको जर्सीमा सजिएको गामले यहाँनिर हजुरहरूको हजुरबुवा मारेको छैन त नि त्यही कुरो है अब गफ जति गरे तिनी हुन् गफै सुन्नु आए जस्तो ब्याकग्राउन्डमा चिजहरू अनि अगाडिपट्टि गामले हजुरबाको गफ यो यहाँको त्यो हेर्न लायक ती चिजहरू चाहिँ यस्तो छ क्या यो होइन खासमा यो म्याप भयो हामी यहाँनिर छौँ होला सायद मारिला क्विकुला यस्तै छ होला सायद है यो मारिया ग्रान्डी यहाँ छौँ हामी यहाँनिर छौँ अजुरा ग्रोटा अजुरा यहाँनिर रहेछ क्या यो भनेको अघि मैले निलो वाला भन्थेँ नि यो वाला बाइप्सवाला हो क्या नजिक छ है गइदिनु सक्छ साथीभाइको समय मिलेर अनि हामी यता भुल्यौँ क्या त्यही हो जान सकिन्छ लेट्सी म चाहिँ जर्सी एक्सपोज गरिरहेको छु है मान्छेले यताबाट हेरिरहेन कस्तो म देखाउनै खोजिरहेको हो क्या मान्छेले हेरिरहेको छ नि त के गरिरहेको छ यो तोरी केटोले भनेर ब्याकग्राउन्डमा चिज छ म छु नेपालको जर्सीमा यानि कि गामले इन नेपाली जर्सी वेयर कहाँ भन्दाखेरि छु म क्याप्री द आइल्यान्ड अफ इटाली त्यही कुरो है त एक दुईवटा फोटो सुटिङ गर्छु म एक दुईवटा टिकटक पनि दिन सक्छु है टिकटक पनि दिन सक्छु अब हिजो अस्तिबाट टिकटकमा भिडियोहरू अपलोड एक दुईवटा हानिराखेको छ टिकटक आइडी नो आइडी नगरौँ त्यो फेरि युट्युबको साथीभाइहरूलाई टिकटक आइडी दिने त बिजोक पार्छन् त्यही कुरो है अब जति देखाएको कुरो उयो दाइहरू यता हुनुहुन्छ फेरि के भन्छ यो हजुरबाको नाटक प्रो म्याक्स हेर्न सक्नुहुन्छ अब चाहिँ देशको टपी अघि चाहिँ मैले जर्सी एक्सपोज गरेँ होइन हामी यही क्यारालका अरिवरि चाहिँ छौँ होइन म के भन्दै थिएँ भन्दाखेरि मेरो नाटक प्रो म्याक्स हजुरबाको नाटक प्रो म्याक्स भन्नु खोजेको के भन्दाखेरि यहीँ देख्नुभयो मेरो अटायर मैले ढाका टोपी नि हालेर ल्याएको थिएँ झोलामा होइन भविष्यमा कुनै बेला ओइ यहाँ त जानु मिल्छ नि मलाई लात हान्ला कुरो के तर यस्तो ओपन छ त के नमिल्ला होइन अनि गएर अब यसो अघि त मैले नेपालको जर्सी त देखाइहालेँ ढाका टोपी फरकमै आएन ढाकै टोपी पनि नभनौँ यसलाई के भन्छ यसलाई यो भातगाउँ टोपी भनौँ न ढाका टोपी चाहिँ अलि अझै बेसी राम्रो पनि देखिन्छ जस्तो लाग्यो मलाई ढाका टोपीमा सजिएर सारा हिँड्दिउँ नि त काप्रीमा
मलाई लाग्छ कि कुरो के गफ हान्ने नि त मलाई थाहा छैन है फेरि नेपालको पहिलो मान्छे होला म ढाकाटोपी लाएर आइल्यान्डमा हिँडेको हुन सक्ला कि नै धेरै पोसिबिलिटी छ होला यार काप्रीमा पहिल्यै हुम्ला यार म ढाकाटोपी लगाएको है अलि हामी राष्ट्रप्रेमी छौँ नि त दिउँ न त होइन प्रचार गरिदिनु त ढाकाटोपीलाई अनि आना काप्री देखेर छ यतापट्टि मलाई काप्री आना काप्री लेखेको भनेको छ नि मलाई लाग्छ कि आइल्यान्डमा आएर पहिलोचोटि ढाकाटोपी लगाएँ है मैले त्यही हो ढाकाटोपीमा सजिएको छु म ढाकाटोपी लगाएर आइल्यान्ड घुमिदिन्छु होइन ढाकाटोपी लगाएर म आइल्यान्ड घुमिदिन्छु यहाँ त हुँदो रहेछ त प्रहरी नगर प्रहरी पनि जस नगरपालिकै हो यो ढाकाटोपी लगाएर म यो सब यताउति घुमिदिन्छु अब एकछिन पछि 1-1.5 घन्टापछि फर्किनु पनि पर्छ टिकटक बनायो के बनायो साथीभाइहरू दाइहरूले बनायो भन्नुभयो ल बनाइदिउँ त भनेर बन्दीपुरमा नाचियो अब त्यही त हो रमाइलो ओ के हो साथीहरू हेर्दैन त गाडीवाला नि त्यस भाइब राम्रै छ साँझ पख यस्तो टुरिस्ट जस्तो फिल भइरह यो एरिया हेर्दाखेरि हल्का च्यारस के भन्नु चाहिँ करण दाइ एकदम रमाइलो भइरहेछ होइन एकदम भ्यू पनि एकदम धेरै राम्रो देखिरहेको छ होइन हामी अहिले काप्री आइल्यान्डमा आइरहेको छौँ मलाई चाहिँ एकदम यो भाइब चाहिँ एकदम राम्रो लागिरहेको छ यस डिफ्रेन्ट भाइब है एकदम डिफ्रेन्ट नेपालसँग कस्तो अर्कैवाला भाइब थियो है नेपालसँग काप्री त कम्पेयरै गर्न मिलेन होइन अनि अन्त यो पार्ट अफ द नेपाल चाहिँ हो हुनु चाहिँ तर यसले जियोस् होइन अब इटालीको सबै कुराहरू पनि समेटेको छ होइन अब सीदेखि के अरे बिचदेखि लिएर अलिकति डाँडादेखि लिएर घरहरू पनि उस्तो छ नि त राम्रो छ एकदम राम्रो लागिरहेको दामी बल्ल हाम्रो एक्सपिरियन्स चाहिँ अब सुरु हुन्छ होला के सही सायद हामी एक्सप्लोर थाहा चाहिँ धेरै पनि नगर्न सक्यो है अलिअलि यसो भाइब्सहरू बुझौँ भन्ने मात्र हो त्यही हो यहाँपट्टिको यो माथिपट्टि पनि डाँडामा जस्तो डाँडामा घरहरू उहाँ त पुट्टो खसिन्छ होला त्यहाँ डाँडाबाट बन्जी जम्प हान्ने जस्तो के भन्छ के ग्लाइडिङ के भन्छ नि त माथि हाम फाल्ने होला त्यो चमेरो जस्तो भएर प्याराग्लाइडिङ त भइहाल्यो अझ अर्को हुन्छ त के लगाएर एउटा कपडा हुन्छ त खत्रै हेर्दै माछा जस्तो देख्ने कि सर फुङ्गाल्ने मलाई थाहा छैन त्यो त्यहाँबाट रेउमा फुङ्गाल्छ सिधै खोलामा नै त्यो सर बग्दै ल त यो चाहिँ यतापट्टि बाटोको लुक्स अलिक क्लोजअप लुक्स मैले अघि भन्थेँ त उता डाँडामा के बाटो जस्तो बनाएर उयो हो क्या यहाँनिर हेर्नु त यो डाँडामा काटेर यस्तो पुलसहितको बाटो बनेर यतापट्टि यस्तो बाटो त्यही कुरो यतापट्टि भाइब्स यस्तै छ म ढाकाटोपी लाएर दनक दिइरहेको छु अनि भर्खर यहीँबाट घरमा फोन गरेको हाम्रो आज अब म घरतिर हेर्नु भनेपछि मैले फोन गर्ने बित्तिकै फोन गर्न अगाडि भिडियो बनाएको थिएँ त्यहाँ पछि फोन गर्ने बित्तिकै चाहिँ यो भिडियो मैले यो भिडियो गर्नलाई फोन काटेँ भनेको अब फर्किनु लागिरहेछ त्यो काण्ड कुरोकानी ल है त हाम्रो निस्किने बेला भइरहेको छ यस्तो सिनेमेटिक्स भाइब दिउँ ल है त साथीभाइहरू हामी चाहिँ अब फर्किसकेको रमाइलो गऱ्यो बस्यो हो जस समय बिताइ यही नै हो कुरो यही नै हुन्छ फेरिजहरू अब चाहिँ हामी चली यहाँ बाजे बल्छिखेल जान्छ साथीभाइहरू अघि त उसले माछा देखाएको थिएँ यता माछा त कति छ पुरै पिँदै देखिन्छ क्या अरे त्यस्तो हल्लिँदो रहेछ त पुरै घुमाउँदो रहेछ त हाइड्रोलिक सिस्टम यहीँसँगै इटालीको काप्रीको हाम्रो यो सामान्य भिडियो कैद गर्ने भ्लग पनि अन्त्य भएको घोषणा गर्छु है त आजको दिनलाई बाई बाई ह्याप्पी न्यू इयर आज न्यू इयर हो नि त